फेरि भेट भएको छ हाम्रो नम्रत ब्रदरलाई। हाम्रो के माट रह्यो? सजिलो माट। ल सजिलो माट है त। सजिलो लोकेसनमा टक्क आउनु भएको छ। हरिपुरी अफिसियल हैन सर? हजुर। टक्क आउनु भएको छ। फलो गर्नु पर्यो, माया गर्नु पर्यो, टिकटकमा भाइरल गराइदिनु पर्यो भिडियो। तपाईहरु पनि बर्दुबे हुनुहुन्छ, दुबईमा हुनुहुन्छ, बर्दुबे नेपाली सामान किन्ने सोच्नु हुनुहुन्छ भने टक्क सजिलो माटमा आउनु होला। उहाँ चाहिँ हाम्रो रेगुलर कस्टमर हुनुहुन्छ। यति माया गर्नुहुन्छ। ल थ्यांक यू सो मच। यसरी माया पाइरहेको। ल आउनुहोस् है सबजना आउनु सब सामानहरू छ नेपालको हेर्नु लाएर ल। थ्याङ्क यू है। हामीले नम्र गर्दै यता हुनुहुन्छ त्यहाँ कलाहरू सबजना आउनु होला। लोकेसन चाहिँ कहाँ भन्दाखेरि सजिलो माट जेब्रो क्रसिङ हो अलगुबे कार पार्कको यो अलगुबे बस भयो यहाँनिर चाहिँ हजुर सजिलो माट। यहाँबाट उता बलिउड अगाडि जाने भइहाल्यो। यहाँनिर तपाईँहरूको छ है तल। ल सबजना आउनु होला। ल त्यहाँ कलाहरू यसो खानाहरू अनि हाम्रो माछाहरू भयो। यहाँ लेडिज लगाएको छ सबै छ। धर्ती साइडमा भइहाल्यो। हाम्रो नस्पातीदेखिबाट सबै छ नेपाली है। लोकल काँक्रो सब सुबिटीहरू छ पछाडि। परेर यो सामान लिनलाई हाम्रो सजिलो माटमा आउनु पर्यो, बर्दुबेमा आउनु पर्यो है। नेपाली पसलमा सबै कुरा सबै छ है त यहाँनिर। मैले लोकेसनमा हाल्दैछु अगाडिबाट हालिदिन्छु है त। सजिलो माट त्यहाँ खेलाएर सब आमाको भाँडादेखिबाट पूजाको सामग्रीदेखिबाट सबै छ है त। यहाँनिर भइहाल्यो सुबिटीहरू पनि छ। सब छ है। दाल चामल सामान सबै छ। तल तिनदेखिबाट सबै छ। दिदीहरूको लागि करेन्ट चाउचादेखिबाट हाम्रो नेपाली वाइवाई यही चाउच सबै छ। यहाँनिर यो के भन्छ खट्टी के भन्छ यो स्विटवाला पनि छ। सबै सामान छ। चिउरादेखिबाट सबै छ। यो डल्ले खोर्सानी इस्कुस करेलाहरू सबै छ है। यो सामानहरू